हजुर सुर्खेत एसपी साहब हजुर हजुर म खगेन्द्र सुनार बोल्दैछु खगेन सर हजुर नमस्ते हजुर सुन्नु न के छ आराम हुनुहुन्छ? ठिकठाकै छ म यो पीडित परिवारहरू कहाँ छु अहिले यता यो बाङ्गे सिमलतिर यता यो रोडी नेपाल नजिक यो पीडित परिवारलाई अब उहाँहरूको भनाइ चाहिँ के रहेछ भने यो अलिकता डिटेलहरू अलिक छिटोभन्दा छिटो आओस् र यो चाहिँ बाहिर कहीँ कतै कसैले के भनेर हल्ला चलाइदिँदा रहेछन् कसैले के भनिदिँदा रहेछन् कम्तीमा चाहिँ बाहिर बजारमा आएको हल्लामा जस्तो कहीँ कतै न्याय सम्पादनमा कहीँ कतै रिपोर्ट सङ्कलनमा चाहिँ कहीँ कतै अलमल ढलमल नहोस् भन्ने चाहिँ उहाँहरूको चाहना छ होइन त्योमध्ये हामीले केही सपोर्ट गर्नुपर्ने कुरा वा हामीले अरू केही गर्नुपर्ने कुरा केही छ भने तपाईँलाई हामीलाई बताउनु होला होइन अन्यथा चाहिँ कम्तीमा पीडित परिवारलाई चाहिँ कहीँ कतै शङ्का नरहने गरी चाहिँ उहाँहरूले चाहेअनुसार किन यत्रो मान्छे मरेको छ मान्छेको ज्यान गएको छ होइन अब यो कुरामा चाहिँ कहीँ कतै चाहिँ त्यो शङ्का नरहने उहाँहरूलाई शङ्का लागेको विषय चाहिँ तपाईँहरूले चाहिँ त्यो छानबिनको दायरामा चाहिँ तपाईँहरूले राखिदिनु पर्ला त्यहाँ चाहिँ है अरू 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 केही छ अरू केही बताउनु पर्ने कुराहरू केही छ तपाईँको अरू केही त्यो कल डिटेलहरू आयो तपाईँहरूको त्यस्तो आएर एनालाइसिस गर्दैछौँ हजुर हजुर हामीले अब उहाँहरूसँग लगभग अस्तिदेखि नै हामी निरन्तर डेली उसमा छौँ हामी रेगुलर कन्ट्याक्टमै छौँ हजुर अब यो अनुसन्धानको पाटोमा उहाँहरूले पनि एकदम विश्वस्त हुनु भएको छ सुर्खेत प्रहरीको उसमा यहाँ विगतमा पनि विभिन्न उसमा के अरे एकदमै हामीले प्रोफेसनली उ गर्छौँ हजुर त्यसमा कुनै उ नराख्नु भयो हुन्छ के अरे हामीले प्रोफेसनली डिल गर्छौँ प्रोफेसनली काम गर्छौँ यसमा कुनै उ छैन उहाँहरू पनि विश्वस्त हुनु भएको छ अहिले अब त्यो ज्यान गइसकेको छोरीको बारेमा बजारमा नाना थरी चरित्र हत्या गरिदिए यसो भन्ने उहाँहरूको झन् पीडामाथि पीडा थप्ने यो कुनै खालको सामाजिक सञ्जालमा कोही कसैले त्यसो केही गरेको छ भने यसलाई पनि तपाईँले निगरानी चाहिँ गरिदिनु पर्ला किनकि अहिले ज्यान गइसकेको केटीलाई चाहिँ विभिन्न खालका चरित्र हत्या गरियो मेरो छोरीको चरित्रमाथि प्रश्न उठाइयो भन्ने त्यो छ कम्तीमा त्यो कसैले चाहिँ त्यस्ता हल्ला फिजाएको त्यो भयो त्यसलाई पनि हजुरहरूले चाहिँ निगरानीमा चाहिँ राख्नु पर्ला त्यसलाई है कहीँ कतै कमी कमजोरी नहोस् है यस विषयलाई है हुँदैन हजुर हुँदैन हामीले एकदम यसमा सिरियसली र एकदम प्रोफेसनली डिल गर्छौँ हजुर यो केस गरेको पनि छौँ अहिलेसम्म र अहिलेसम्म यो हाम्रो लगभग यो घटना भएदेखि हाम्रो सबै रिसोर्स अलमोस्ट यही केसमा लगाएको छौँ हामीले र एकदम चाँडै प्रगति पनि भएको छ यो केसको आज सबै प्रगति पनि मैले उहाँहरूलाई भनेको छु उहाँहरूलाई जानकारी छ अब यसमा अरू थप के अरे रिपोर्टहरूको लागि पनि पठाएको छौँ परीक्षणहरूको लागि ती रिपोर्टहरू पनि आउँछन् सबै एकमुष्ट गरेर नै अगाडि लग्छौँ हजुर हुन्छ हजुरहरूले त्यसमा चासो राखिदिनु भएको छ त्यो त हामीलाई धेरै खुसीको कुरा हो किनभने हजुरहरूको साथ सहयोग पनि रह्यो योमा भन्ने हामीलाई उ रह्यो हजुर अब रहेको कुरा मैले उहाँहरूलाई पनि भनेको छु अरूले के भन्छ त्यसमा नगइदिनु होला किनभने मान्छेले यो केस बिगार्नको लागि वा अन्य प्रहरीको ध्यान चाहिँ अरूतिर डाइभर्ट गर्नको लागि अनेक कुराहरू चलाउनु सक्छ त्यही भएर अरूतिर नजानु होला प्रहरीसँग आधिकारिक धारणा आधिकारिक कुराहरू प्रहरीसँग लिनु होला भनेर एउटा है हजुर ठिक छ ओके हस् हुन्छ हजुर हामी कन्ट्याक्टमा हुन्छौँ हजुर